सम्पूर्णलाई वेलकम छ। आजको हाम्रो सेसन चाहिँ क्लास 10 को इम्पोर्टेन्ट क्वेशनहरुको बारेमा हुनेछ, डेफिनेसनहरु, त्यसको क्वेशन एन्सर सुरु गरौँ है त। क्लास 10 म्याथमेटिक्स इम्पोर्टेन्ट क्वेशन एन्सर भन्ने छ। पहिलो क्वेशन छ सेटबाट। सेटबाट प्राय जसो क्वेशन चाहिँ हाम्रो डेफिनेसन सोधेको छैन, कार्डिनालिटी लेख भन्छ। त्यसको अब हामीलाई चाहिँ कहिलेकाहीँ कार्डिनालिटीको डेफिनेसन सोधिदिन सक्छ। सोध्यो भने चाहिँ what is cardinality of set भन्छ। what is cardinality of set भने the cardinality of a set is the total number of element in a set। यो भयो। र सेकेन्ड क्वेशन छ what is compound interest है। compound interest बाट यो सोधिरहेछ कहिलेकाहीँ। what is compound interest भने नि compound interest is the interest calculated on both the principal and amount and previously on interest है। भनेको पहिला आको इन्ट्रेस्टको पनि फेरि इन्ट्रेस्ट आउँछ, त्यो चाहिँ कम्पाउन्डिङ हुँदै जान्छ ओभर पिरियड अफ टाइम, त्यही भएर यसलाई कम्पाउन्ड इन्ट्रेस्ट भनेको हो। र हाम्रो थर्ड क्वेशन छ व्हाट इज कम्पाउन्ड एमाउन्ट। व्हाट इज कम्पाउन्ड एमाउन्ट भन्ने छ। व्हाट इज कम्पाउन्ड एमाउन्ट भन्ने कम्पाउन्ड एमाउन्ट इज द टोटल एमाउन्ट अब्टेन आफ्टर एडिङ कम्पाउन्ड इन्ट्रेस्ट टु द प्रिन्सिपल। अब प्रिन्सिपलमा चाहिँ कम्पाउन्ड इन्ट्रेस्ट जोडेर चाहिँ कम्पाउन्ड एमाउन्ट आउँछ। यही के हुन्छ भने हाम्रो चाहिँ कम्पाउन्ड एमाउन्ट भनेको प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट हुन्छ कि। कम्पाउन्ड एमाउन्ट भनेको प्रिन्सिपल प्लस कम्पाउन्ड इन्ट्रेस्ट है त, यस्तो हुन्छ। र त्यसपछि छ व्हाट इज कम्पाउन्ड डिप्रिसिएसन भन्ने छ। कम्पाउन्ड डिप्रिसिएसन है, यो हाम्रो 82 मा सोधेको क्वेशन पनि थियो, 80 मा बागमती प्रदेशलाई। भनेपछि कम्पाउन्ड डिप्रिसिएसन भनेको कम्पाउन्ड डिप्रिसिएसन इज द डिक्रिज इन द भ्यालु अफ एसेट्स बाई अ फिक्स पर्सेन्टेज इच इयर अन इट्स रिड्युसिङ भ्यालु भनेको छ है। भनेपछि प्रत्येक वर्ष चाहिँ कुनै पनि एसेट्सको भ्यालु चाहिँ रिड्युस हुँदै जाने ओभर द पिरियड अफ टाइम है, त्यसलाई नै हामीले के भन्छौँ त कम्पाउन्ड डिप्रिसिएसन भन्छौँ। र अर्को क्वेशन छ यहाँ कम्पाउन्ड ग्रोथ भनेको है, त्यही च्याप्टरको ग्रोथ एन्ड डिप्रिसिएसन हो। कम्पाउन्ड ग्रोथ चाहिँ कम्पाउन्ड ग्रोथ इज द इन्क्रिज इन एन एमाउन्ट बाई अ फिक्स पर्सेन्टेज ओभर अ टाइम वेयर ग्रोथ इज क्यालकुलेटेड अन द इन्क्रिज एमाउन्ट इच पिरियड है। प्रत्येक वर्ष चाहिँ थपिएको हाम्रो इन्क्रिज भएको एमाउन्टमा चाहिँ फेरि चाहिँ के हुन्छ हाम्रो त्यहीबाट इन्क्रिज हुँदै जान्छ, त्यही भएर यसलाई कम्पाउन्ड भनेको। कम्पाउन्ड भन्ने टर्म चाहिँ हाम्रो प्रत्येक वर्ष चाहिँ पहिलाको उसमा चाहिँ पिरियड अफ टाइममा चाहिँ फिक्स उसले बढ्दै जानु हो। र मनी एक्सचेन्जबाट है क्वेशन नम्बर 4 मा हो मनी एक्सचेन्ज आउने। मनी एक्सचेन्जबाट चाहिँ व्हाट इज करेन्सी भन्ने प्रश्न छ। यसको लागि चाहिँ करेन्सी इज द मनी अफिसियली युज इन अ कन्ट्री। कुनै पनि देशमा चाहिँ हामीले युज गर्ने मनीलाई चाहिँ त्यो देशको करेन्सी भन्छौँ है। अब अर्को छ एक्सचेन्ज रेट है। व्हाट इज एक्सचेन्ज रेट भन्ने छ। एक्सचेन्ज रेट इज द भ्यालु अफ द वान कन्ट्री करेन्सी इन टर्म्स अफ द एनदर कन्ट्री करेन्सी। एउटा कन्ट्रीको करेन्सीबाट अर्को कन्ट्रीको करेन्सीमा चाहिँ हामीले गर्ने रेट, एक्सचेन्ज गर्ने रेटलाई चाहिँ त्यसलाई एक्सचेन्ज रेट भन्छ। जस्तै नेपालको चाहिँ 100 एनपीआर भनेको चाहिँ के अरे इन्डियाको 100 आइसी भनेको नेपालमा के हुन्छ त 160 एनपीआर नेपालीज करेन्सी हुन्छ। र अर्को क्वेशन छ व्हाट इज बाइङ रेट। बाइङ रेट भनेर सोधेको छ। बाइङ रेट इज द रेट एट विच द ब्याङ्क युज टु बाई द फरेन करेन्सी। ब्याङ्कले चाहिँ विदेशी पैसा किन्नको लागि प्रयोग गर्ने रेटलाई चाहिँ बाइङ रेट भन्छ है त। त्यस्तै गरी मनी एक्सचेन्जकै क्वेशन हो यो पनि। व्हाट इज सेलिङ रेट भनेको छ। सेलिङ रेट इज द रेट इन विच द ब्याङ्क युज टु सेल द फरेन करेन्सी। त्यो विदेशी पैसा उसले किनेको विदेशी पैसा चाहिँ सेल गर्ने रेटलाई चाहिँ के भन्छ त सेलिङ रेट भन्छ है त। त्यस्तै गरी अब चाहिँ क्वेशन नम्बर 5 स्क्वायर बेस प्रिज्मको क्वेशन हो यो, स्क्वायर बेस पिरामिड। हाउ मेनी ट्रायंगुलर सर्फेस प्राय जसो सोधिरहेछ आर इन द स्क्वायर बेस पिरामिड भनेको छ। देयर आर 4 ट्रायंगुलर सर्फेस। 4 भयो, यो सम्झिनु होला, एकदमै सोधिरहेको प्रश्न हो यो। र त्यसै गरी अर्को प्रश्न चाहिँ हाउ मेनी टोटल सर्फेस आर देयर इन द स्क्वायर बेस पिरामिड। टोटल सर्फेस भन्यो भने चाहिँ 5, टोटल सर्फेस भन्यो भने 5 है, अनि चाहिँ ट्रायंगुलर सर्फेस भन्यो भने चाहिँ 4। व्हाट इज द फर्मुला अफ द एलएचसी अफ द स्क्वायर बेस पिरामिड है। लेटरल सर्फेस एरिया एलएचसी भनेको चाहिँ लेटरल सर्फेस एरिया, लेटरल सर्फेस एरिया निकाल्ने फर्मुला सोधेको है त। लेटरल सर्फेस एरिया निकाल्ने फर्मुला भनेको 2AL भनेको के हुन्छ भने एउटा स्क्वायर बेस पिरामिड एउटा बनाऊ, चित्र बनाएर हेरौँ त थाहा हुन्छ हामीलाई। एउटा चित्र बनाएर हेर्यो भने यो चाहिँ स्क्वायर जस्तो भयो हैन, एउटा चाहिँ अब पिरामिड बनाउँ न।
अब यसमा चाहिँ चारवटा एउटा ट्रायंगल दुईटा तीनटा चारवटा ट्रायंगल हुन्छ एउटा बेसमा चाहिँ स्क्वायर बेस हुन्छ के अब त्यो भएर पाँचवटा भएको टोटल र यसलाई चाहिँ हामीले ए भन्छौं र यसलाई चाहिँ यहाँबाट यहाँ साइडको बीचमा ल्याएर छोडेको यसलाई चाहिँ सिलिन्डर एल भन्छौं भनेपछि यो निकाल्ने फर्मुला के हो त 2al यसलाई चाहिँ निकाल्ने फर्मुला चाहिँ 2al यसरी भएको है त अब त्यसपछि जाउँ हाउ मेनी सर्फेस आर देयर इन द कोन कोनमा चाहिँ कतिवटा सर्फेस हुन्छ भनेको छ दुईटा एउटा कर्व सर्फेस हुन्छ एउटा बेस हुन्छ अनि फर्मुला अफ द एरिया अफ द बेस अफ द सिलिन्डर सिलिन्डरको बेस एरिया निकाल्ने फर्मुला भनेको पाई आर स्क्वायर यो सर्कलको एरिया निकाल्ने फर्मुला हो पाई आर स्क्वायर किनभने सिलिन्डरको बेस कस्तो हुन्छ त सर्कुलर बेस हुन्छ र क्वेशन नम्बर 15 मा के छ भने रिलेसन बिट्विन द एएच एन्ड एल इन द स्क्वायर बेस पिरामिड ए भनेको बेस साइड हो ए भनेको के हो त बेस साइड भयो ए भनेको बेस साइड एच भनेको भर्टिकल हाइट र एल भनेको स्लेन्ट हाइट है त ए भनेको बेस साइड भयो अब एल भनेको स्लेन्ट हाइट भनेपछि यहाँबाट यसरी खिचेर यहाँ ल्याएर छोड्यो भने यसलाई चाहिँ भर्टिकल हाइट एच भन्छ के है यो भर्टेक्सबाट यो सेन्टरमा ल्याएर छोडेकोलाई के भन्छ त स्लेन्ट हाइट भन्छ अनि यो मैले तानेको यसलाई के भन्छ a/2 भन्छ है a/2 हुन्छ यो अनि त्यसपछि हाम्रो के हो त फर्मुला भन्दाखेरि l स्क्वायर इक्वल टु h स्क्वायर प्लस a/2 को होल स्क्वायर हुन्छ है त फर्मुला ल यही फर्मुला हो अब अर्को पेजमा जाउँ हामी अर्को पेजमा जाँदाखेरि चाहिँ इन्टु लाएर बसिरहेको छ अब सुरु गरौँ यो पेजमा रिलेसन बिट्विन आरएच एन्ड एल इन द कोन भनेको छ है कोनमा चाहिँ आर भनेको रेडियस भइहाल्यो है कोनको एच भनेको चाहिँ भर्टिकल हाइट हो र एल भनेको चाहिँ हाम्रो स्लेन्ट हाइट भयो है त भनेपछि हामीले आरएच र एल को रिलेसन चाहिँ हामीलाई अब चाहियो आरएच र एल आरएच र एल भनेको स्लेन्ट हाइट हो एल भनेको एल स्क्वायर इक्वल टु एच स्क्वायर प्लस आर स्क्वायर रुट है त भनेको एल स्क्वायर इक्वल टु एच स्क्वायर प्लस आर स्क्वायर अहिले a/2 थियो अहिले रेडियस हो एउटै हो फर्मुला द अर्थमेटिक मिन बिट्विन ए एन्ड बी ए र बी को अर्थमेटिक मिन निकाल्ने फर्मुला भनेको a + b/2 अर्थमेटिक मिन भनेको के हो त a + b/2 what is the arithmetic mean भनेको अर्थमेटिक मिन इज द सम अफ द अब्जर्भेसन डिभाइडेड बाइ द नम्बर अफ द अब्जर्भेसन यही कति छ त्यसलाई जोडेर त्यसको एभरेज भ्यालु अर्थमेटिक मिन भनेको एभरेज भ्यालु हो एभरेज निकाल्न चाहिँ सम अपन नम्बर अफ डेटा सम अफ डेटा अपन नम्बर अफ डेटा भनेर पढ्थ्यौ नि हामीले त्यही नै हो है यसमा पनि व्हाट इज ज्योमेट्रिक मिन भनेछ ज्योमेट्रिक मिन इज द स्क्वायर रुट अफ द प्रोडक्ट अफ द टु पोजिटिभ नम्बर्स स्क्वायर रुट अफ द पोजिटिभ अफ द टु पोजिटिभ नम्बर्स भनेको छ जस्तै जिएम भनेको रुट अन्डर एबी ज्योमेट्रिक मिन निकाल्ने फर्मुला भनेको रुट अन्डर एबी अब ए लाई फर्स्ट टर्म पनि भनेर बुझ्छौं हामीले सिम्बलमा बी लाई चाहिँ लास्ट टर्म भनेर बुझ्छौं व्हाट इज अ क्वाड्रेटिक इक्वेसन भन्ने छ है क्वाड्रेटिक इक्वेसन भनेको क्वाड्रेटिक इक्वेसन इज द इक्वेसन अफ द सेकेन्ड डिग्री इक्वेसन अब क्वाड्रेटिक इक्वेसनको जनरल फर्मुला चाहिँ हाम्रो यसमा छ जनरल फर्म यो पनि सोधिरहेछ जनरल फर्म अफ क्वाड्रेटिक इक्वेसन भनेको x स्क्वायर प्लस bx प्लस c वेयर a इज नट इक्वल टु 0 a को भ्यालु 0 हुने बित्तिकै के हुन्छ भने bx प्लस c इक्वल टु मात्रै 0 हुन्छ अब यो क्वाड्रेटिक भएन किनभने यसको डिग्री कति छ यसको डिग्री 1 छ है त यसको डिग्री 1 छ यसको डिग्री 1 भएपछि त लिनियर इक्वेसन भयो त्यही भएर a को भ्यालु 0 हुनु पाउँदैन यसलाई चाहिँ नबिर्सिनु होला है त त्यसलाई छोड्न पाइएन है a को भ्यालु चाहिँ नत्र भने के हुन्छ a को भ्यालु 0 भइदिएन भने चाहिँ हामीलाई गाह्रो पर्छ a को भ्यालु 0 हुनु भएन ल रुट फर्मुला अफ द क्वाड्रेटिक इक्वेसन अब क्वाड्रेटिक इक्वेसनको फर्मुला रुट फर्मुला भनेको त्यसको चाहिँ हाम्रो भ्यालु निकाल्ने फर्मुला हो अब के छ त फर्मुला भन्दाखेरि x इक्वल टु -b प्लस अर माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac/2a यो चाहिँ हाम्रो चाहिँ क्वाड्रेटिक इक्वेसनको रुट फर्मुला हो यहाँ पनि छ छैन चाहिँ अब यसमा बुझ्नु भएन भने मैले त साइडमा लेख्दै छु अब जेरो ल अफ एक्सपोनेन्ट भनेको जतिको पावर 0 छ भने पनि कुनै पनि चाहिँ बेसको पावर 0 छ भने त्यसको भ्यालु 1 हुन्छ त्यसैले नै हो यहाँ माथि 0 है यहाँ a को पावर 0 अथवा समथिङ जतिको पावर 0 भए पनि जस्तै 5x को पावर 0 5x को पावर 0 भनेको दैट मिन्स 1 यसलाई जेरो ल अफ इन्डिसेस अथवा जेरो ल अफ एक्सपोनेन्ट पनि भन्छ जतिको पावर 0 छ भने पनि 1 हुन्छ यसलाई पनि बुझ्नु होला र अर्को छ अब थ्योरम है यो क्वेशन नम्बर 10 हो यो इन्डिसेस त्यसपछि हाम्रो यसो थ्योरममा चाहिँ आउन सक्ने भनेको थ्योरम फर्स्टको अब रिलेसन लेख भन्छ हैन
दुईटा प्यारलग्रामको रिलेसन के हुन्छ भनेर सोधिन सक्छ थ्योरम 1 है त अब थ्योरम 1 मा चाहिँ के छ भन्दाखेरि थ्योरम 1 मा चाहिँ एरिया अफ टु प्यारलग्राम्स स्ट्यान्डिङ अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारलल लाइन आर इक्वल है त सेम बेस र सेम प्यारलल लाइन बिच छ भने दुईवटा प्यारलग्रामको एरिया इक्वल हुन्छ एरिया अफ फर्स्ट प्यारलग्राम इक्वल टु एरिया अफ सेकेन्ड प्यारलग्राम त्यही भनेको यसले र सेकेन्ड थ्योरम छ एरिया अफ अ ट्रायंगल इज हाफ अफ एरिया अफ प्यारलग्राम एरिया अफ अ ट्रायंगल इज हाफ अफ एरिया अफ प्यारलग्राम ट्रायंगल चाहिँ प्यारलग्रामको आधा हुन्छ स्ट्यान्डिङ अन द सेम बेसमा बन्नु पर्यो र बिट्विन द सेम प्यारलल लाइन सेम बेस र सेम प्यारलल लाइन छ भने ट्रायंगल चाहिँ हाफ अफ प्यारलग्राम हुन्छ यसमा अर्को के हुन सक्छ अरमा भने एरिया प्यारलग्राम चाहिँ एरिया अफ प्यारलग्राम चाहिँ 2 इन्टु एरिया अफ ट्रायंगल पनि हुन्छ है एरिया अफ ट्रायंगल एरिया अफ प्यारलग्राम इक्वल टु 2 इन्टु एरिया अफ ट्रायंगल स्ट्यान्डिङ अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारलल लाइन यो भनेर आयो भने पनि थ्योरम सेकेन्ड नै हो है यो पनि राइट द रिलेसन बिट्विन एरिया अफ प्यारलग्राम एन्ड ट्रायंगल स्ट्यान्डिङ अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारलल लाइन भन्यो भने थ्योरम सेकेन्ड हो भनेर बुझ्ने थ्योरम फर्स्टमा चाहिँ दुईवटै प्यारलग्राम छ है प्यारलग्राम भयो भने थ्योरम सेकेन्डमा चाहिँ के भयो भने प्यारलग्राम एउटा प्यारलग्राम भयो अर्को चाहिँ ट्रायंगल भयो प्यारलग्राम र ट्रायंगल आयो भने थ्योरम सेकेन्ड भनेर बुझ्नु पर्यो र थ्योरम थर्डमा चाहिँ के छ एरिया अफ टु ट्रायंगल दुई ट्रायंगल चाहिँ सेम बेस र सेम प्यारलल लाइन छ भने बराबर हुन्छ के हुन्छ त इक्वल हुन्छ दुईवटा ट्रायंगल चाहिँ दुईवटै प्यारलग्राम भन्यो भने थ्योरम फर्स्ट प्यारलग्राम र ट्रायंगल आयो भने थ्योरम सेकेन्ड दुईवटै ट्रायंगल आयो भने चाहिँ के भयो त थ्योरम थर्ड एउटा ट्रायंगल अर्को ट्रायंगल चाहिँ बराबर हुन्छ दुईटैको के हुनु पर्यो बेस सेम हुनु पर्यो है एउटा प्यारलल लाइनको बिचमा बनेको हुनु पर्यो यस्तो अर्को चाहिँ यस्तो यस्तो फिगर आयो भने चाहिँ के हुन्छ त हाम्रो बराबर हुन्छ भनेर बुझ्नु पर्यो है त यो अलि रफ देखियो कि जस्तो लाग्यो मैले यसलाई काट्छु है त ल अब त्यसपछि एक्सपेरिमेन्टल अब सर्कलमा छ सर्कल भनेको क्वेशन नम्बर 12 मा आउँछ 12 13 कहिलेकाहीँ एक्सपेरिमेन्टल थ्योरम हामीले प्रुभ गर्छौँ अहिले पछाडि चाहिँ सेन्ट्रल एंगल इज डबल अफ द स्क्राइब एंगल सेन्ट्रल एंगल चाहिँ स्क्राइब एंगल भन्दा के हुन्छ त डबल हुन्छ यही सेन्ट्रल एंगल भनेको चाहिँ कस्तो भने अब एउटा चाहिँ सर्कल छ यहाँ बनाऊ एउटा सर्कल छ यो सर्कलको सेन्टर हो यसलाई ओ भन्छौँ हामीले अनि यो एउटा आर्क हो यो आर्कले योसँग सेन्टरसँग बनाएको एंगललाई सेन्ट्रल एंगल भन्छौँ अब यो आर्कले यो चाहिँ सर्कमफेरेन्स हो सर्कमफेरेन्समा बनाएको यो एंगललाई चाहिँ हामीले यो एंगललाई के भन्छौँ त स्क्राइब एंगल भन्छौँ है त यो एंगल सेन्टरसँग ओ सँग बनाएको एंगल चाहिँ जस्तै एबी लेखेँ यसलाई सी लेखेँ भने अब हाम्रो सेन्ट्रल एंगल के हो त सेन्ट्रल एंगल भनेको एंगल एओबी सेन्ट्रल एंगल चाहिँ डबल हुन्छ रे भनेको 2 इन्टु एंगल एसीबी भन्दा के हुन्छ डबल हुन्छ थ्योरम सेकेन्डले के भन्छ भने टु स्क्राइब एंगल्स स्ट्यान्डिङ अन द सेम आर्क अफ अ सेम सर्कल आर इक्वल जस्तै अब अर्को पनि एउटा स्क्राइब एंगल बनाइदियो यतापट्टि यसलाई यतरी ल र यता बनाइदिउँ न ल यसलाई चाहिँ मैले डी भनेको एंगल एसीबी इक्वल टु एंगल एडीबी दुईटै के हो त स्क्राइब एंगल हो किनभने यो सी र डी दुईटै काममा बनाएको छ सर्कमफेरेन्स यो सर्कलको सर्कमफेरेन्स हो यो फिगर एक्ज्याक्टली भएन मैले फिगर राखिन पछि फेरि डिटेल गरौँला अनि दुईटा बराबर दुईटा सेन्ट्रल एंगल के रे सेन्ट्रल एंगल र स्क्राइब एंगल आयो भने थ्योरम फर्स्ट दुईटै स्क्राइब एंगल आयो भने स्क्राइब एंगल भनेको सर्कमफेरेन्सको एंगल हो सर्कमफेरेन्सको एंगल आयो भने बराबर हुन्छ अब जाउँ थ्योरम थर्डमा है एक्सपेरिमेन्टल थ्योरम थर्डमा चाहिँ के छ भन्दाखेरि एंगल अन अ सेमी सर्कल इज राइट एंगल सेमी सर्कलमा बनेको एंगल राइट एंगल हुन्छ रे भन्ने छ क्वेशन सेमी सर्कलको एंगल कति हुन्छ त 90 डिग्री हुन्छ थ्योरम 4 मा सम अफ अपोजिट टु इन्टेरियर एंगल्स अफ साइक्लिक क्वाड्रिलेटरल इज 180 डिग्री साइक्लिक क्वाड्रिलेटर भनेको एउटा सर्कल भित्र बनेको क्वाड्रिलेटरलाई हामीले साइक्लिक क्वाड्रिलेटर भन्छौँ यसको यो सेन्टर हो र अब यो चाहिँ एउटा क्वाड्रिलेटर हो अब यसको नाम के हो त साइक्लिक क्वाड्रिलेटर ए बी सी र डी एबीसीडी के हो साइक्लिक क्वाड्रिलेटर हो भन्छ एंगल ए र एंगल सी जोड्दा कति हुनु पर्यो 180 हुनु पर्यो एंगल बी र एंगल डी जोड्दा पनि कति हुनु पर्यो 180 हुनु पर्यो त्यही भनेको है त यसले बुझ्नु भयो होला अब त्यसपछि अब रिलेसन सोध्छ है यहाँबाट 1 नम्बरमा चाहिँ प्राय जसो अब हामी क्वेशन नम्बर 14 मा जाउँ क्वेशन नम्बर 13 मा हाम्रो कन्स्ट्रक्सन आउँछ र त्यहाँ डेफिनेसन प्राय सोध्दैन र क्वेशन नम्बर 14 मा चाहिँ एंगल अफ एलिभेसन र एंगल अफ डिभिएसन हाइट एन्ड डिस्टेन्स ट्रिगोनोमेट्रीबाट चाहिँ प्राय सोध्ने क्वेशन यही दुईटा हो र एंगल अफ एलिभेसन
एंगल अफ इलिभेसन भनेको द एंगल बिट्विन द होरिजेंटल लाइन अफ साइट एंड लाइन अफ साइट व्हेन द ऑब्जेक्ट इज अबव द आई लेवल व्हेन द ऑब्जर्वर इज ऑब्जर्व द ऑब्जेक्ट फ्रम द बटम टू टप यो चाहिँ बटम टू टप हो है तलबाट माथि हेर्नु पर्यो है अनि यो चाहिँ टप टू बटम हो है त नजुकिनु होला यो चाहिँ टप टू बटम बटम टू टप र टप टू बटम इलिभेसन भनेको तलबाट माथि हेर्ने हो डिप्रेसन भनेको चाहिँ माथिबाट तल हेर्ने हो है अब द एंगल बिट्विन त एउटै छ डिफिनेसन छ द एंगल बिट्विन द होरिजेंटल लाइन एन्ड लाइन अफ साइट व्हेन एन अब्जर्भर अब्जर्भ द अब्जेक्ट फ्रम टप टू बटम भने पनि हुन्छ व्हेन अब्जेक्ट इज बिलो द आई लेभल भने पनि हुन्छ अब बुझिहाल्नुभयो यसलाई पनि लेख्नु होला एकदमै सजिलो छ यो दुईटा मध्ये चाहिँ एकदमै इम्पोर्टेन्ट यो 32 र 33 को चाहिँ प्राय जसो चाहिँ एक नम्बरमा यो दुईटा मध्ये एउटा सोधिरहेछ है त ल F4 हो भयो मैले यसलाई क्यान्सल गरेँ र अब फेरि जाउँ अर्कोतिर अब अर्कोमा चाहिँ के छ भन्दाखेरि अब क्वेशन नम्बर 34 नै रहेछ व्हिच इन्स्ट्रुमेन्ट युज टु मेजर द हाइट एन्ड डिस्टेन्स इन अ ट्रिगोनोमेट्री भनेछ ट्रिगोनोमेट्रीमा हाइट एन्ड डिस्टेन्स मेजर केले गर्छ भनेको छ किलोमिटर CLIN हो METR किलोमिटर कहिलेकाहीँ सोधिदिन सक्छ प्राय सोधिरहेको छैन अब अर्को छ इन द मिडियन फर्मुला मिडियन इक्वल टु अल्फा साइन बाइ 2 अफ माइनस C अफ अपने F इन्टु I हो यसले के रिप्रेजेन्ट गर्छ भनेर सोध्छ है यहाँ क्वेसन कम्प्लिट भएर जान्छ साथीहरु मैले यसलाई लेखिदिन्छु मिडियनको फर्मुला भनेको L प्लस n बाइ 2 माइनस C अफ अपन F इन्टु I है त L छुट्टै है यो अपन हुँदैन यसको यो भित्र गर्नु यति मात्र अपन हो अब L ले के रिप्रेजेन्ट गर्छ भने छ L भनेको लोअर लिमिट अफ मिडियन क्लास के अरे त लोअर लिमिट अथवा लोअर बाउन्ड्री अफ मिडियन क्लास भने छ यहाँ लेखिरा छ L को मिनिङ n भनेको चाहिँ समेसन अफ सम अफ फ्रिक्वेन्सी हो टोटल नम्बर अफ स्टुडेन्ट भनेर बुझ्दा पनि भयो टोटल फ्रिक्वेन्सी भनेर बुझे भइहाल्यो C भनेको क्युमुलेटिभ फ्रिक्वेन्सी प्रिसिडिङ अबोभ द बिफोर द मिडियन क्लास अथवा अबोभ द मिडियन क्लास भन्दा माथिल्लो क्लासको मिडियन क्लासको होइन मिडियन क्लास भन्दा माथिल्लो क्लासको क्युमुलेटिभ फ्रिक्वेन्सी भयो F भनेको चाहिँ मिडियन क्लासको फ्रिक्वेन्सी भयो फ्रिक्वेन्सी अफ मिडियन क्लास I भनेको क्लास इन्टरभल है क्लास इन्टरभल यो क्लासको ग्याप कति छ भन्ने कुरा हो र अर्को 36 मा छ प्रोबेबिलिटीको क्वेशन हो यो अब डिफाइन द म्युचुअली एक्सक्लुसिभ इभेन्ट भन्ने छ म्युचुअली एक्सक्लुसिभ इभेन्ट भनेको दैट क्यान नट बी अकर एट द सेम टाइम द इभेन्ट्स व्हिच क्यान नट बी अकर एउटैचोटी आउन नसक्ने त्यस्तो इभेन्टलाई हामीले के भन्छौँ त म्युचुअली एक्सक्लुसिभ इभेन्ट भन्छौँ जस्तै हेड आयो भने एउटा कोइललाई टच गर्दा हेड आयो भने टेल सँगै आउन सक्दैन है त्यस्तो खाले क्वेशन हो यो र डिफाइन इन्डिपेन्डेन्ट इभेन्ट भनेको द इभेन्ट्स व्हिच वेयर अकरेन्स अफ द अन डज नट एफेक्ट एउटाको आउटकम्सले अर्कोको आउटकम्सलाई एफेक्ट नगर्ने एउटाको अकरेन्सले अर्कोको अकरेन्सलाई एफेक्ट गर्दैन भने त्यसलाई इन्डिपेन्डेन्ट इभेन्ट भन्छ द अकरेन्स अफ अन इभेन्ट डज नट एफेक्ट द अकरेन्स अफ एनदर इभेन्ट द अकरेन्स अफ अन इभेन्ट डज नट एफेक्ट द अकरेन्स अफ एनदर इभेन्ट यसलाई चाहिँ के भन्छ त इन्डिपेन्डेन्ट है आई छुटे जस्तो लाग्यो डिफाइन इन्डिपेन्डेन्ट इभेन्ट भन्ने हो यो पनि प्राय सोधिरहेछ डिफाइन द एडिसन ल अफ प्रोबेबिलिटी यो एडिसन ल अफ प्रोबेबिलिटी र मल्टिप्लिकेसन ल अफ प्रोबेबिलिटी प्राय जसो सोधिराख्ने क्वेशन मध्येमा पर्छ यो दुईटा है एडिसन ल अफ प्रोबेबिलिटी र मल्टिप्लिकेसन ल अफ प्रोबेबिलिटी यो 38 र 39 को एडिसन ल भनेको चाहिँ यो हो है फर्मुला सोध्यो भने पनि यही हो राइट द फर्मुला अफ एडिसन ल अफ प्रोबेबिलिटी भन्यो भने PA युनियन B इक्वल टु PA प्लस PB अब A एन्ड B कस्तो इभेन्ट हो त म्युचुअली एक्सक्लुसिभ इभेन्ट हो A एन्ड B आर म्युचुअली एक्सक्लुसिभ इभेन्ट है A र B म्युचुअली एक्सक्लुसिभ इभेन्ट हो भने एडिसन ल चाहिँ के हुन्छ त PA युनियन B इक्वल टु PA प्लस PB हुन्छ त्यस्तै गरी चाहिँ मल्टिप्लिकेसन ल अफ प्रोबेबिलिटीमा चाहिँ PA इन्टरसेक्सन B इक्वल टु PA इन्टु PB फर्मुला सोध्यो भने पनि यही नै हो यसको पनि फर्मुला यही नै हो यो पनि याद गर्नु होला कहिलेकाहीँ फर्मुला मात्रै लेख पनि भनिदिन्छ फर द इन्डिपेन्डेन्ट इभेन्ट्स है A and B are two independent events then probability multiplication law probability is PA intersection B is equal to PA into PB अब यसलाई नै बनाउनु होला एकदमै सजिलो छ मेन कुरा बुझ्नु पर्यो तपाईले यो फर्मुला चाहिँ है यो बुझेपछि चाहिँ यो एडिसन ल चाहिँ म्युचुअली एक्सक्लुसिभमा हुन्छ भने मल्टिप्लिकेसन ल चाहिँ केमा हुन्छ त इन्डिपेन्डेन्ट इभेन्टमा हुन्छ है त अब यसको डेफिनेसन पनि माथि बुझिहाल्नु भयो ल अब यति भएपछि लगभग यहाँ डेफिनेसनबाट जो सोध्न सक्ने क्वेशन चाहिँ हामीले चाहिँ लगभग चाहिँ सल्भ गर्यौं है त अब यहाँ मध्ये नै अब आउँछ जस्तो लाग्छ मलाई यहाँ भन्दा बाहिरबाट नसोध्दा प्राय जसो यहीबाट सोधिरहेछ अहिलेसम्म ल थ्यांक यू है सब्स्क्राइब गर्नु होला माया गर्नु होला लाइक शेयर सब्स्क्राइब गर्नु होला अरु भिडियो पनि मैले अपलोड गर्दै छु थ्यांक यू सो मच